एउटा दृश्यको कल्पना गरौँ है त। एका बिहानै घरको ढोकामा पुलिस आइपुग्छ अनि अनुसन्धान भइरहेको छ एउटा भनौँ न 50 करोड रुपैयाँ पर्ने चोरीको कारको। ओहो, 50 करोड? हो नि 50 करोड। अनि पक्राउ को पर्दैछ त भन्दा त्यही परिवारको निठल्ला अर्थात् बेरोजगार भनेर छिनिने घर ज्वाइँ। अब सामान्यतया यस्तो बेला परिवारले बचाउनु पर्ने हो नि त, होइन र? सामान्यतया त्यही आशा गरिन्छ। तर यहाँ त परिवारका सदस्यहरू उल्टै पुलिसकै अगाडि यसले नै चोरेको हो, यो 2 कौडीको मान्छे हो भनेर होच्याउन थाल्छन्। तर एक्कासी पुरै परिस्थिति उल्टिन्छ। कारको वास्तविक मालिक को हो भन्ने रेकर्ड खुल्छ, राज्यका मुख्यमन्त्रीको फोन आउँछ अनि तिनै पुलिस अधिकारीहरू त्यो के भन्छ रे निठल्ला घर ज्वाइँको अगाडि घुँडा टेक्न पुग्छन्। यो सुन्दै कति नाटकीय लाग्छ है, तर यो दृश्य जति नाटकीय छ नि, यसले मानिसको शक्ति र भनौँ न शक्तिको भ्रमलाई त्यति नै गहिरो रूपमा पर्दाफास गर्छ। बाहिरबाट हेर्दा त यो एउटा सामान्य पारिवारिक नाटक जस्तो लाग्न सक्छ, तर खासमा यो शक्ति, वर्ग सङ्घर्ष अनि मान्छेको देखावटीपनको मनोविज्ञान बुझ्नको लागि एउटा उत्कृष्ट केस स्टडी हो। एकदमै। र आजको यस गहिरो अध्ययनमा हामी यही धमिलो यथार्थलाई खोतल्नेछौँ। हाम्रो आजको स्रोत सामग्रीमा रहेको यो रोचक कथा गौतम नामका एक पात्रको वरिपरि घुम्छ अनि अग्रवाल परिवार, विशेष गरी उनकी पत्नी अवनीकी हजुरआमा गायत्री देवी, भाइ नील र बहिनी शनायाले गौतमलाई दिनरात अपमान गर्छन्। उनीहरूको नजरमा गौतम त एउटा गरिब र केही काम नलाग्ने मान्छे हो नि त। उनीहरूको बुझाइ त्यही नै हुन्छ। तर भित्रभित्रै कुरा अर्कै छ। गौतम त राजस्थानको अत्यन्तै शक्तिशाली र अर्बपति राठौर राज परिवारको सदस्य पो हुन्छ। अब मलाई यहाँनिर सबैभन्दा अचम्म लागेको कुरा के हो भने नि, त्यो पुलिस स्टेशनको घटनामा गौतमको जुन प्रतिक्रिया थियो नि, त्यो पुलिसले समात्दा अनि आफ्नै परिवारले त्यति नीच तरिकाले अपमान गर्दा पनि ऊ एकदमै शान्त रहन्छ क्या। उसले म को हुँ चिनेको छस् भनेर आफ्नो शक्ति प्रदर्शनै गर्दैन। मैले त सोचेकी थिएँ ऊ पक्कै पड्किन्छ होला। हो, धेरैलाई त्यस्तै लाग्छ। तर यसको पछाडि एउटा निकै गहिरो मनोवैज्ञानिक कारण छ। मेरो भन्नाले साँचो शक्तिलाई नि कहिले पनि देखावाको जरुरी नै हुँदैन क्या। समाजशास्त्रमा एउटा अवधारणा छ, कन्स्पिक्युअस कन्जम्पसन। कन्स्पिक्युअस कन्जम्पसन भन्नाले देखावटी उपभोग। अग्रवाल परिवार जो भर्खरै पैसा र शक्तिको स्वाद चाख्दैछन्, उनीहरूलाई के लाग्छ भने शक्ति भनेको चिच्याएर, ब्रान्डेड लुगा लगाएर वा महँगो कार चढेर देखाउने कुरा हो। तर गौतम त ओल्ड मनी अर्थात् पुरानो र स्थापित शक्तिको प्रतिनिधित्व गर्छ। जो साँच्चै शक्तिशाली हुन्छ नि, उसलाई आफ्नो हैसियत प्रमाणित गर्ने हतारो कहिले पनि हुँदैन। भनेपछि उसको मौनता नै उसको सबैभन्दा ठूलो हतियार भयो। हो नि। अग्रवाल परिवारले उसलाई जतिसुकै होच्याए पनि गौतमलाई थाहा छ कि सत्य के हो, त्यसैले उसले प्रतिक्रिया जनाउन आवश्यक नै ठान्दैन। वाउ, यो त ठ्याक्कै त्यो अन्डर कभर बस जस्तै भयो नि त, होइन? तर आफ्नै ससुरालीमा उसले त्यो सबै अपमान चुपचाप सहन्छ, किनकि उसलाई आफ्नो हैसियतमा कुनै शङ्का नै छैन। अनि यसै सन्दर्भमा मलाई त्यो उमेद भवन होटलको घटना एकदमै चाखलाग्दो लाग्यो क्या। त्यो होटलको सिन त झनै क्लासिक छ। हो नि। अवनीका साथीहरू आफ्नो पैसाको घमण्ड देखाउँदै होटलमा पुग्छन्। उनीहरूलाई लाग्छ पैसा फ्याँकेपछि जे पनि किन्न सकिन्छ। तर मुख्यमन्त्री बसेको कारण उनीहरूले कोठा पाउँदैनन्। अनि त्यही बेला गौतम आफ्नो एउटा थोत्रो पुरानो साइकलमा त्यहाँ आइपुग्छ। साथीहरूले त उसलाई गिज्याउँछन् नि त। तर जब मुख्यमन्त्री आफै तल आएर त्यो साइकलमा बसेको गौतमलाई निहुरिएर सम्मान गर्छन्, त्यहाँ उपस्थित सबैको घमण्ड सिधै धुलोमा मिल्छ। एकदम सही भन्नुभयो। त्यो दृश्यले नि हाम्रो समाजको एउटा ठूलो विडम्बनालाई प्रहार गर्छ। मानिसहरूले प्याकेजिङलाई नै वास्तविक वस्तु मान्ने गल्ती गर्छन् क्या। अवनीका साथीहरूको दिमागले यो कुरा प्रोसेसै गर्न सक्दैन कि एउटा साइकलमा आउने मान्छेलाई राज्यको मुख्यमन्त्रीले किन सम्मान गरिराखेको छ भनेर। उनीहरूको सफ्टवेयरले कामै गरेन भनौँ न। हो नि। उनीहरूको सफ्टवेयरमा शक्ति भनेको मर्सिडिज वा BMW कार मात्र हो। तर मुख्यमन्त्रीले साइकलमा आएको मानिसलाई निहुरिएर सम्मान गर्नुको अर्थ के हो भने वास्तविक शक्ति भौतिक वस्तुहरूमा होइन, मानिसको जरा, उसको प्रभाव र पहुँचमा हुन्छ। गौतमको शक्ति उसको ब्याङ्क ब्यालेन्समा मात्र छैन,
उसको नाम र परम्परामा जोडिएको छ, जुन कुरा कुनै पनि देखावटी पैसाले किन्न सक्दैन। अनि यही प्याकेजिङकै मनोविज्ञानलाई अझ गहिराईमा बुझ्नको लागि नि त्यो गायत्री देवीको जन्मदिनको पार्टीको घटनाभन्दा राम्रो उदाहरण अरू केही हुनै सक्दैन जस्तो लाग्छ मलाई त। त्यो हिराको हारवाला घटना होइन? 18 आना सही। त्यो पार्टीमा सनायाले निकै ठूलो तामझामका साथ एउटा हिराको हार लिएर आउँछिन्। सबैका अगाडि त्यो हारको मूल्य 1.5 करोड पर्ने असली हिरा हो भनेर दावी गरिन्छ। अनि गायत्री देवी त त्यो मूल्य सुनेरै मक्ख पर्छिन्। तर अर्कोतर्फ गौतमले एउटा सामान्य, भनौँ न सस्तो जस्तो देखिने कार्डबोर्डको बक्समा आफ्नो उपहार दिन्छ। अनि गायत्री देवीले बक्स हेरेरै जज गर्छिन्। त्यही त, गायत्री देवी र बाँकी परिवारले त्यो बक्सको बाहिरी आवरण हेरेकै भरमा त्यसलाई सस्तो र रद्दी भन्दै गौतमलाई अपमानित गरेर पार्टीबाटै बाहिर निकाल्छन्। तर पछि जब एकजना डायमन्ड मर्चेन्टले सनायाको त्यो 1.5 करोडको हार जाँच गर्छन् नि, त्यो त जम्मा 5 लाखको नक्कली सिसाको टुक्रा पो निस्किन्छ। हो, त्यही नेर देखावटी पुँजीवादको खोक्रोपन उदाङ्गिन्छ। गायत्री देवीले सनायाको हारलाई त्यसको वास्तविक गुणस्तरको आधारमा होइन, सनायाले दावी गरेको मूल्य ट्याग र त्यसको चम्किलो प्याकेजिङको आधारमा मूल्याङ्कन गरेकी थिइन्। तर कथाको सबैभन्दा बलियो प्रहार त तब हुन्छ नि जब मुन्सीजी आफ्ना गार्डहरूसहित त्यहाँ आउँछन्। ओहो, मुन्सीजीको एन्ट्री! एकदम। उनले खुलासा गर्छन् कि गौतमले दिएको त्यो सामान्य बक्सभित्रको उपहार त वास्तवमा करोडौं पर्ने असली हिराको हार पो थियो। अनि त्यो हार गौतमले होइन, राठौर परिवारका छोटे हुकुमले अवनीका लागि पठाएका हुन् भन्ने सन्देश दिइन्छ त्यहाँ। अनि त्यो खुलासा पछिको गायत्री देवीको व्यवहार परिवर्तन त झनै डरलाग्दो छ है। यो घटनाले त उनको पुरै चरित्रलाई नै नाङ्गो बनाइदिन्छ जस्तो लाग्छ मलाई। कसरी भन्नाले? जस्तो कि जब उनलाई थाहा हुन्छ नि कि जोधपुरको शाही राठौर परिवार छोटे हुकुम मार्फत अवनीसँग प्रभावित छ, त्यही नातिनी जसलाई उनले अघिसम्म हेप्थिन्, एक्कासी वही नातिनी उनको लागि घरको सबैभन्दा महत्त्वपूर्ण सदस्य बन्छिन्। अझ अचम्मको कुरा त के भने, उनले तुरन्तै अवनीलाई गौतमसँग सम्बन्ध विच्छेद गर्न दबाब पो दिन्छिन् त। उनले सिधै भन्छिन् कि यो गरिब ज्वाइँलाई छोडेर राठौर परिवारका ती छोटे हुकुमसँग नजिकिँदा अग्रवाल परिवारको व्यवसायलाई ठूलो फाइदा हुन्छ। हो, यसले एउटा निकै कठोर सत्यलाई देखाउँछ, कसरी पारिवारिक सम्बन्धहरूलाई व्यावसायिक फाइदाको उपकरण बनाइन्छ भनेर। गायत्री देवीको नजरमा मानिसहरूको आफ्नै कुनै मूल्य नै छैन क्या। उनीहरू केवल भर्याङ हुन्। उनीले अवनीलाई एउटा व्यक्तिको रूपमा हेरेकी नै छैनन्। अनि के को रूपमा हेरेकी छिन् त? मात्र हेरेकी छिन्। यो नातागोता र भावनाभन्दा माथि स्वार्थ कसरी हावी हुन्छ भन्ने कुराको एकदमै क्रूर उदाहरण हो। उनको लागि सम्बन्ध भनेको एउटा कर्पोरेट डिल जस्तै हो, जहाँ नाफा हुन्छ त्यहाँ लगानी गर्ने, जहाँ घाटा हुन्छ त्यहाँ सम्बन्ध विच्छेद गरिदिने। यही कर्पोरेट डिल र स्वार्थको कुरा गर्दा नि मलाई यहाँनिर एउटा कुरा निकै खड्कियो क्या। व्यक्तिगत अपमानको कुरा त एकातिर छँदैछ, तर अब कुरा त प्रोफेसनल धोकाधडीमा पुग्छ नि त। त्यो अवतार ग्रुपको प्रोजेक्टको कुरा हो। अवनीले आफ्नो रात दिनको कडा मेहनत र प्रतिभा लगाएर अवतार ग्रुपको एउटा निकै ठूलो प्रोजेक्टको लागि उत्कृष्ट आर्किटेक्चर डिजाइन बनाउँछिन्। त्यो डिजाइनले कम्पनीलाई अर्बौंको फाइदा दिलाउन सक्थ्यो, तर गायत्री देवीले के गर्छिन्? उनले त्यो डिजाइन चोरेर त्यसमा नीलको नाम राख्छिन्। उही काम नलाग्ने नील। एकदम। नील, जसलाई आर्किटेक्चरको एबीसीडी पनि थाहा छैन, उसलाई डिजाइन डाइरेक्टर बनाइन्छ र जसले त्यो डिजाइन बनायो ती अवनीलाई चाहिँ अफिसको भुइँ पुछ्ने र सरसफाई गर्ने काम दिइन्छ। अब यहाँनिर मेरो एउटा प्रश्न छ क्या। भन्नुस् न। गौतम यति शक्तिशाली छ, ऊ राठौर परिवारको छोटे हुकुम हो। उसले चाहेको भए अवतार ग्रुपका मालिकलाई एउटा फोन कल गरेर तुरन्तै अवनीलाई त्यो पद दिलाउन सक्थ्यो नि, तर उसले त्यसो गरेन। उसले अवनीलाई त्यो अपमान सहने र रुने अवस्थामा किन छोडिदियो त? के यो अलिकति क्रूर भएन र? मैले त यो कुरा बुझ्नै सकिनँ। सुन्दाखेरि पहिलो नजरमा यो क्रूर जस्तो पक्कै लाग्न सक्छ, तर मनोविज्ञानको दृष्टिकोणबाट हेर्दा नि यो गौतमको सबैभन्दा परिपक्व निर्णय हो। साँच्चै? कसरी? एकछिन सोच्नुस् त, यदि गौतमले आफ्नो शक्ति प्रयोग गरेर सिधै त्यो पद अवनीलाई दिलाइदिएको भए के हुन्थ्यो? अवनीले त्यो पद त पाउँथिन्, तर उनले कहिल्यै पनि आफ्नो योग्यता प्रमाणित भएको महसुस गर्न पाउने थिएनन् क्या।
उनलाई सधैँ के लाग्ने थियो भने यो पद कसैको दया वा सिफारिसले पाएको हो। साँचो अर्थमा कसैलाई सशक्त बनाउनु भनेको उनीहरूको लडाईँ लडिदिनु होइन, बरु उनीहरूलाई आफ्नै लडाईँ लड्न सक्ने वातावरण तयार गरिदिनु हो। ओहो, भनेपछि गौतम चाहन्छ कि अवनीको आफ्नै सेल्फ सक्सेस प्रमाणित होस्। एकदमै। ऊ अवनीको सफलताको बाटोमा सर्टकट बन्न चाहँदैन। ऊ पछाडिबाट एउटा बलियो सुरक्षा कवच मात्र बन्छ ताकि अवनीले आफ्नै बलमा सत्य साबित गर्न सकुन्। यो दृष्टिकोणबाट हेर्दा त कुरा एकदमै स्पष्ट भयो। गौतमले समस्याको समाधान आफै गरिदिएन, तर उसले त्यो समस्या समाधान हुने मेकानिजम भने पक्कै तयार गर्यो। अनि उसले पछाडिबाट जुन चाल चल्छ नि, त्यो साँच्चै नै कुनै मास्टरमाइन्डको चेकमेट भन्दा कम छैन क्या। हो नि, त्यो चाल त गजबकै थियो। गौतमले सिधै गएर गायत्री देवीलाई धम्काउँदैन, उसले अवतार ग्रुपका प्रमुख अभिनव गुप्तालाई प्रयोग गरेर नील र गायत्री देवीलाई तह लगाउने योजना बुन्छ। कन्ट्र्याक्ट साइन गर्ने दिन जब गायत्री देवी र नील मिडियाको अगाडि खुसीले फुलेर बसेका हुन्छन्, एक्कासी अभिनवकी सेक्रेटरी त्यहाँ आउँछिन्। उनले सबैका अगाडि नीलको योग्यतामाथि प्रश्न उठाउँछिन्। अनि नीलको पोल खुल्छ। मज्जाले नीलको कलेजको पढाइ पनि पूरा नभएको तथ्य पेश गर्दै त्यो डिजाइन पूर्ण रूपमा चोरीको भएको खुलासा गरिदिन्छन्। यति मात्र होइन, असली डिजाइनरलाई नल्याए अग्रवाल परिवारलाई जेल हाल्ने धम्की पनि दिइन्छ। यसलाई कर्पोरेट भाषामा लेभरेजको उत्कृष्ट प्रयोग भनिन्छ। गौतमले गायत्री देवीको सबैभन्दा ठूलो कमजोरी के हो भनेर राम्रोसँग बुझेको छ क्या। उनको कमजोरी त पैसा होला नि, होइन र? होइन नि, उनको कमजोरी पैसा होइन। उनको कमजोरी उनको अहंकार, मिडियामा उनको छवि र उनको कम्पनी अग्रवाल ग्रुपको प्रतिष्ठा हो। यदि गौतमले सिधै आक्रमण गरेको भए गायत्री देवीले कुनै न कुनै बहाना बनाएर उम्किने थिइन्। तर गौतमले परिस्थितिलाई यस्तो बनाइदिन्छ नि जहाँ गायत्री देवीसँग अर्को कुनै विकल्पै बाँकी रहँदैन। मिडियाको अगाडि बेइज्जती हुने डर र जेल जाने धम्कीले उनको अहंकारलाई घुँडा टेक्न बाध्य बनाउँछ। यो पावर शिफ्ट अर्थात् शक्ति सन्तुलनको एकदमै सटीक उदाहरण हो, जहाँ विपक्षीको आफ्नै भार प्रयोग गरेर उसलाई लडाइन्छ। कस्तो गहिरो कुरा। अनि त्यो फेक अपोइन्टमेन्ट लेटरको चाल त झन् खत्रै थियो क्या। त्यो 30 लाखवाला अफर हो। जब गायत्री देवी अवनीलाई फर्काउन आउने पक्का हुन्छ, गौतमले एउटा नक्कली तर परिस्थितिसँग ठ्याक्कै मेल खाने अपोइन्टमेन्ट लेटर बनाएर अवनीको हातमा राखिदिन्छ। त्यसमा अवनीलाई अर्को ठूलो कम्पनीबाट वार्षिक 30 लाखको अफर आएको देखाइन्छ। अनि जब गायत्री देवी अवनीको घरमा माफी माग्न र उनलाई आफ्नो कम्पनीमा फर्काउन आउँछिन्, गौतमले जानी जानी त्यो लेटर गायत्री देवीले देख्ने गरी फालिदिन्छ। अनि त गायत्री देवीको सातो जान्छ नि। एकदमै। एकातिर अवतार ग्रुपको अर्बौंको प्रोजेक्ट गुम्ने डर, अर्कोतिर अवनी अर्को कम्पनीमा जाने डर। यसले गायत्री देवीलाई कतिसम्म प्यानिक बनाउँछ भने उनी अवनीलाई डबल तलब सहित डिजाइन डाइरेक्टर बनाउन मात्र राजी हुन्नन्, बरु आफ्नै नाति नीललाई अवनीको अगाडि माफी माग्न पनि लगाउँछिन्। हेर्नुस्, यहाँ गौतमले आर्टिफिशियल स्कार्सिटी अर्थात् कृत्रिम अभावको सिद्धान्त प्रयोग गरेको छ। गायत्री देवीलाई अवनीको महत्त्व तब मात्र महसुस हुन्छ जब उनलाई लाग्छ कि अवनी अब उनको नियन्त्रण बाहिर जाँदैछिन्। गौतमले अवनीलाई उनको हक मात्र दिलाएन, बरु जुन परिवारले अवनीलाई सधैँ दबाइराखेको थियो उनीहरूलाई नै अवनीको शर्तमा चल्न बाध्य बनायो। यो कुनै जादु थिएन, यो शुद्ध रणनीतिक बुद्धिमत्ता थियो। साँच्चै नै। तर कथामा एउटा नियम सधैँ लागू हुन्छ नि, तपाईले जति धेरै ठूला चालहरू चल्नुहुन्छ, तपाईको आफ्नो रहस्य खुल्ने खतरा पनि त्यति नै बढ्दै जान्छ। र गौतमको हकमा पनि ठक्कै यही हुन थाल्छ। एकदमै। अब कथामा नयाँ चुनौतीहरू र एउटा टिकिङ टाइम बमको प्रवेश हुन्छ क्या। एकातिर दीपशिखा नामकी पात्रको इन्ट्री हुन्छ। उनी उदयपुरका स्टिल किङकी छोरी हुन्, जसको 1 वर्षपछि गौतमसँग विवाह हुने पारिवारिक सम्झौता छ। उनी त गौतमलाई खोज्दै जोधपुर आइपुगेकी छिन्। यो त ठूलो जोखिम भयो नि। हो त नि। अनि अर्कोतिर उमेद भवनमा फेरि अर्को तमासा हुन्छ। नीलले रिया, जो अवनीकी साथी हुन्, उनको अगाडि गौतमलाई रक्सी पिलाएर बेइज्जत गर्न खोज्छ। तर त्यही बेला जोधपुरका प्रख्यात व्यापारी मानव सिंह त्यहाँ आइपुग्छन्।
उनले नीललाई तह मात्र लगाउँदैनन्, गौतमलाई एकदमै ठूलो सम्मान पो दिन्छन्। त अब नील जस्तो घमण्डी मान्छेको अगाडि एउटा गरिब ज्वाइँलाई सहरको सबैभन्दा ठूलो व्यापारीले निहुरिएर सम्मान गरेको देख्नु पक्कै पनि सामान्य कुरा त होइन। यसले त नीलको दिमागमा गहिरो शङ्का पैदा गरिसकेको छ नि। नीलको मनोविज्ञान बुझ्न यहाँ निकै जरुरी छ क्या। नीलको पुरै अस्तित्व र उसको आत्मविश्वास नै अरूलाई, विशेष गरी गौतमलाई होच्याएर टिकेको छ। जब मानव सिंह जस्ता प्रभावशाली व्यक्तिले गौतमलाई सम्मान गर्छन्, नीलको वर्ल्ड भ्यू अर्थात् संसारलाई हेर्ने दृष्टिकोण नै भत्किन्छ। एउटा सामान्य घरज्वाइँले मुख्यमन्त्रीदेखि लिएर मानव सिंह जस्ता ठूला व्यापारीहरूलाई चिनेको देख्दा उत्पन्न हुने मनोवैज्ञानिक दबाव निकै तीव्र हुन्छ। उसको त दिमागै खराब भयो होला। मानव सिंहको प्रवेश कुनै संयोग मात्र थिएन। त्यो गौतमको लुकेको संसारको एउटा सानो झिल्को थियो जुन बाहिर निस्कियो। यसले नीलको अहङ्कारमा गहिरो चोट पुर्याएको छ र उसलाई गौतमको वास्तविक पहिचान खोज्न बाध्य बनाएको छ। कथामा जुन टेन्सन निर्माण भएको छ नि, त्यो बाहिरी द्वन्द्वले मात्र होइन, पात्रहरूको भत्किँदै गएको मानसिक सन्तुलनले पनि बढाएको छ। अनि यी सबै उथलपुथलका बीच एउटा सानो तर अत्यन्तै प्रतीकात्मक घटना घट्छ है। अन्त्यमा गौतम र उसका ससुरा अनिल एउटा एन्टिक मार्केटमा जान्छन्। त्यहाँ अनिलले एउटा ग्लासको सेट ल्याउँछन् र निकै गर्वका साथ भन्छन् कि यो 100औं वर्ष पुरानो अमूल्य एन्टिक हो। तर पछि गएर खुलासा हुन्छ कि त्यो त जम्मा 300 रुपियाँ पर्ने एउटा सामान्य नक्कली ग्लास पो रहेछ। यो घटना सुन्दा सामान्य लाग्छ, तर यसले मलाई निकै सोच्न बाध्य बनायो। यो पुरै कथाको सार नै यही एउटा घटनामा लुकेको जस्तो लाग्छ मलाई त। त्यो 300 रुपैयाँको नक्कली ग्लास वास्तवमा यो पुरै कथाको सबैभन्दा बलियो बिम्ब हो। त्यो ग्लास हेर्दा जति शाही, बहुमूल्य र आकर्षक देखिन्छ नि, वास्तविकतामा त्यो उति नै सस्तो र नक्कली छ। यो ठ्याक्कै अग्रवाल परिवारको अवस्था जस्तै हो क्या। भन्नाले उनीहरूको स्टेटस हो नि। बाहिरबाट हेर्दा उनीहरू एकदमै सम्पन्न, सभ्य र ठूलो खानदान जस्तो देखिन्छन्। तर उनीहरूको सोच, उनीहरूको इमान्दारी र उनीहरूको मूल्य मान्यता पूर्ण रूपमा खोक्रो र नक्कली छ। यसको ठिक उल्टो, गौतम बाहिरबाट एउटा सामान्य, गरिब र केही काम नलाग्ने जस्तो देखि पनि भित्रबाट ऊ एउटा असली हिरा हो। यो अपियरेन्स भर्सेस रियालिटी अर्थात् देखावा भर्सेस वास्तविकताको निकै सशक्त उदाहरण हो। यसको समग्र अर्थ के हो त? आजको यस विश्लेषणबाट हामीले मुख्य रूपमा बुझ्नुपर्ने कुरा के हो भने, यो कथा केवल एउटा अर्बपतिको अन्डरकभर नाटक मात्र पक्कै होइन। यसले त हामीलाई हाम्रो आफ्नै समाजको एउटा तीतो सत्य देखाउँछ क्या। हामी कसरी मानिसको बाहिरी आवरण, उसको लुगा, उसको गाडी वा उसको प्याकेजिङ हेरेर उसको मूल्याङ्कन गर्छौं। साँचो शक्ति र मूल्य कहिल्यै पनि बाहिरी तामझाममा हुँदैन, त्यो त मानिसको भित्री चरित्र, उसको धैर्यता र उसले गर्ने काममा हुन्छ भन्ने कुरा गौतमको चरित्रले प्रमाणित गर्छ। एकदम सही विश्लेषण गर्नुभयो। अनि अर्को महत्त्वपूर्ण कुरा के हो भने नि, सत्य र यथार्थ सधैँ लुकेर बस्न सक्दैन। गायत्री देवी र नीलले अवनीको डिजाइन चोरेर जतिसुकै माथि पुग्ने सपना देखे पनि अन्ततः उनीहरूको झुटको पर्दाफास भयो नि त। उनीहरू आफ्नै बुनेको जालमा आफै फसे हो नि। अर्कोतर्फ गौतमले जतिसुकै आफ्नो पहिचान लुकाउन खोजे पनि दीपशिखाको प्रवेश र मानव सिंह जस्ता पात्रहरूको उपस्थितिबाट उसको पनि यथार्थ बाहिर आउने क्रम सुरु भइसकेको छ। यसले के सन्देश दिन्छ भने देखाउटीपनको आयु निकै छोटो हुन्छ। जब वास्तविक चुनौती आउँछ, तब केवल सत्य र असली क्षमता मात्र टिक्न सक्छ। तर यी सबै रणनीतिका खेलहरू र शक्तिका कुराहरू सुन्दै गर्दा नि मेरो मनमा एउटा निकै डरलाग्दो र सोच्न बाध्य पार्ने प्रश्न उत्पन्न भएको छ क्या। स्रोत सामग्रीमा गौतमले 1 वर्षसम्म आफ्नो पहिचान लुकाउने कसम खाएको कुरा स्पष्ट छ होइन। उसले अवनीको लागि जे जति गर्यो, पछाडि बसेर जुन ढाल बन्यो, त्यो पक्कै पनि उसको समर्पण र सहयोगी भावनाको प्रतीक हो। तर जब त्यो 1 वर्षको समय सीमा सकिन्छ नि, जब अवनीलाई गौतमको वास्तविकता थाहा हुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, जब अवनीलाई दीपशिखासँगको त्यो विवाहको सम्झौताको बारेमा थाहा हुनेछ, तब परिणाम के होला? ओहो, यो त निकै गम्भीर मोड हुनेछ।
हो त नि के अवनीले गौतमले लुकाएर गरेको यो मद्दतलाई साँचो माया र सुरक्षाको रूपमा लिनेछिन् वा एउटा गरिब र निमुखापति सम्झेर जसलाई उनले साँच्चै माया गर्न थालेकी थिइन् ऊ वास्तवमा अर्कैसँग बिहे गर्ने पारिवारिक सम्झौता गरेर बसेको एउटा अर्बपति हो भन्ने थाहा पाउँदा यसलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो धोकाको रूपमा पो लिनेछिन् कि यो विश्वासको ठूलो परीक्षा हुनेछ। एकदमै जब मानिसको भावना र विश्वासमाथि यति ठूलो खेल खेलिन्छ नि के धेरै पैसा र अपार शक्तिले त्यो भत्किएको विश्वासलाई कहिले जोड्न सक्ला त? श्रोताहरूका लागि यो पक्कै पनि एउटा गम्भीर र अनुत्तरित प्रश्न हो जसले यो पूरै कथाको मनोविज्ञानलाई अझ रहस्यमय बनाउँछ। यसबारेमा मनन गर्दै गर्नु उपयुक्त हुनेछ। आजको लागि यति नै।